अदालतबाट अपराधी ठहर भएर 70 वर्षकी वृद्धले 40 वर्षको मानिसलाई पुरुषलाई ज्यान मार्ने उद्योग गरेर अपराध गरेको भनेर अपराधी करार भएकी यी 70 वर्षीय लमजुङकी धनमाया गुरुङको यो कारुणिक चित्कार अब हेर्नुहोस्। जिल्ला अदालत लमजुङको फैसला अनुसार उहाँ ज्यान मार्ने उद्योग कसुरको अपराधी हो। पहिला प्रहरले पक्राउ गरिसके पछाडि 1.5 लाख रुपियाँ धरौटीमा उहाँ छुट्नु भएको थियो, तर फैसला हुँदाखेरि 1 वर्ष कैद सजाय निर्धारण भएको छ र अब उहाँ 1 वर्ष कैद बस्नुपर्ने छ जिल्ला अदालत लमजुङको फैसला अनुसार। यद्यपि पुनरावेदन गर्ने समय आज हामीले यो रेकर्ड गरिन्जेलसम्म उच्च अदालतमा पुनरावेदन गर्ने समय बाँकी छ। आम रूपमा केही भन्न चाहन्छु भनेर उहाँको परिवारका एकजना सदस्यसहित उहाँ अहिले हाम्रो कार्यालयमा हुनुहुन्छ। अब उहाँ नेपाली भाषा राम्रोसँग बोल्नुहुन्न भन्ने जानकारी छ मलाई। यद्यपि म प्रयास गर्छु के भएको थियो घटना र उहाँले चाहिँ के भन्न चाहनुहुन्छ भन्ने विषयमा, र उहाँले कान पनि राम्रोसँग नसुन्नुहुँदछ, तर म उहाँसँग संवाद गर्ने कोसिस गर्दछु। आमा नमस्कार। नमस्कार बाबु। तपाईको उमेर कति भयो? कति वर्ष हुनुभयो? खै थाहै छैन बाबु। थाहै छैन? के भएको त घटना भन्नुस् त? पहिला मेरो घर यो हो, उता दानको छ, बाबा घर उता छ, यसो यो त छ। उसको आमाले उसको बाबा बेसा आएर आएको, उसको छोरामाथि मर्यो, मेरो छोरामाथि मर्यो। तपाईँको ठुलो छोरा? मेरो छोरा तिनवटा थियो, एउटा बोरीसँगमा पूर्वमा बिदिन्दा एउटा दानकोछीले क्या उसको छोरीले क्या भन्थ्यो मसँग, है बाबु के अरे म त बेसर सोर्नु हुँदैन, बोल्नु हुँदैन, म त अलग्गै बसिएको छ है, यसो कालमा अलग्गै बसिएको भन्थ्यो। बुसी सत्य तपाईँको छोरा तपाईँले खाएको भन्थ्यो। तपाईँलाई बोक्सी भनेको? मसँग बुसी भन्ने त बुसी पर्मेन्ट दिनु परेन बाबु सरकारले, बुसी भन्ने। तपाईँलाई बोक्सी भने? बुसी भन्ने। बोक्सी भने तैँले छोरो खाइस, आफ्नो छोरो खाइस बोक्सी भएर भने? कति मान्छे खायो, मैले मेरो छोराले खायो बुसी भएर कति मान्छे खायो है बाबु, म त थाहा छैन, ईश्वर बाबु है बाबु चाहिँ है त्यसो भन्थ्यो। त आँखाले हतेर आवाले म त यहाँ गएँ जपमै गरेँ बाबु, जप गरेर रगतमा यहाँतिर ठुलो भएको। कसको? कसको? मेरो। तपाईँलाई हानेको? त्यो मानबहादुरले म हान्न गन्द रगत यति। मानबहादुरले तपाईँलाई यहाँ हानेको बोक्सी भनेर? हानेको हालेर म त आइ मामा भनेर यहाँ दिसो त आवाज झार गले भने बोल्यो, आया मामा आइमा यसरी मार्ने बेलामा त्यसो मार्दा फेरि त उठेको मगर त्यसरी समातेर मम बसेछ, उमे उठेछ। मेरो आँखाले फेरि त के अरे यहाँतिरको त अलिकति दाउरो थियो है बाबु। तपाईँले त लौ तपाईँ त भने मैले एउटा हात यसो समातेछ, एउटा हात यसरी लौ त तपाईँले भने मैले अलिकति ठटायो है बाबु। त्यसरी ठडाउनेको त तपाईँलाई पहिला मानबहादुरले हाने यहाँ, अनि बोक्सी भने? बुसी भने भन्ने मेरो छोरा खायो भने भन्ने पहिला त्यसो भनेको। त्यसो भने म भने अलिकति रिस आयो नि हे बाबु, त्यहाँ टाको एकचोटि भाउ 2 चोटि गर्छ मान्पर्छ, म त मर्दैन। तपाईँलाई फेरि पुलिसले थुन्ने भनेर लेखेछ 1 वर्ष? पुलिसले थुन्दै भनेको त्यहाँ बेसारमा। अहिले फेरि थुन्ने भनेर लेखेछ यहाँ, के गर्ने? के गर्ने त बस्नै पर्यो नि त नमरेसम्म। के गर्ने त्यसै भयो नि त बाबु है, पुलिसले थुन्दै भनेको के गर्ने त। 2 बजे पैसा छैन, के अरे म पिन्सकालो होइन, मेरो छोरा लौरो होइन, के पैसा पनि म त आएछ भने बाबा कति 1500 छ आयो बेसरमा। मानबहादुरले दबाई गरेको 6 लाख रुपियाँ तिर्ने अरे तपाईँले? 6 लाख? 6
छला दियो